रबर्ट कियोसाकी जापानी मूलका अमेरिकी लेखक हुन्। उनले लेखेका पुस्तकहरू मध्ये एउटा पुस्तक छ रिच ड्याड एन्ड पुअर ड्याड अर्थात् धनी बुवा र गरिब बुवा। अन्तर्राष्ट्रिय बजारमा बेस्ट सेलर बन्न सफल यस पुस्तकमा प्रस्तुत विचारहरूले अहिलेसम्म पनि व्यावसायिक जगतमा तहल्का मचाइरहेका छन्। अबका युवाहरूको आर्थिक भिजन कस्तो हुनुपर्छ ताकि उनीहरूले आफ्नो जीवनमा फाइनान्शियल फ्रिडम र टाइम फ्रिडम दुवै पाउन सक्छन् भन्ने मूल विषयमा उनका विचारहरू केन्द्रित छन्। यहाँ मैले कियोसाकीका दुईवटा नयाँ शब्द प्रयोग गरेको छु, फाइनान्शियल फ्रिडम र टाइम फ्रिडम अर्थात् आर्थिक स्वतन्त्रता र समयको स्वतन्त्रता। पहिले हामीले यी दुई शब्दको अर्थ बुझ्न जरुरी हुन्छ। फाइनान्शियल फ्रिडमको अर्थ हुन्छ कि तपाईसँग यति धेरै धन होस् कि मन लागेका कुनै पनि कुरा किन्न तपाईसँग पैसाको अभाव नहोस्। उदाहरणको लागि तपाई सुपरमार्केटमा जानुभयो, तपाईलाई त्यहाँ एउटा सुट एकदमै मन पर्यो तर त्यसको मूल्य धेरै भएको हुनाले तपाईले त्यसलाई किन्न सक्नु भएन भने यसको अर्थ हो कि तपाईसँग फाइनान्शियल फ्रिडम भएन। त्यस्तै तपाईको कार चढेर हिँड्ने इच्छा थियो तर पैसा नभएको हुनाले थोत्रो बाइकमै चित्त बुझाउनु पर्यो। किनकि आफूसँग भने जति आर्थिक स्वतन्त्रता भएन। कियोसाकी भन्छन् कि दुनियाँमा धेरैजसो मानिसहरू आफ्ना चाहनाहरूलाई बाँधेर बस्छन् किनकि ती चाहनाहरू पूरा गर्न सक्ने खालको उनीहरूको फाइनान्शियल फ्रिडम छैन। दर्शकवृन्द, अर्कातर्फ टाइम फ्रिडम भनेको के हो त? मानौ तपाईलाई आफ्नो बिहेपछि पहिलो हनीमुन थाइल्यान्डमा मनाउने इच्छा थियो तर त्यो समयमा तपाईले आफूले जागिर गर्ने अफिसबाट छुट्टी नै पाउनु भएन। किनकि तपाईसँग समयको स्वतन्त्रता छैन। समयको स्वतन्त्रताको अर्थ हुन्छ कि तपाईले आफूले चाहेको बेलामा भने जति र चाहिए जति छुट्टी लिन सक्नुहोस्। रबर्ट कियोसाकी के भन्छन् भने संसारमा कोही यस्ता मान्छे छन् उनीहरूसँग धन त छ तर आफ्नो लागि समय भने पटक्कै छैन। त्यस्तै कोही यस्ता मान्छेहरू छन् जोसँग समय त प्रशस्तै छ, दिनदिनै फुर्सदै फुर्सद छ तर पैसो भने एक कौडी छैन। यी दुवै जिन्दगी बेकार हुन् उनको विचारमा। उनी भन्छन् हामीले जीवनमा आफूले चाहे जति खर्च गर्न सक्ने धन पनि कमाउन सकौं र आफूलाई मन लागेको बेलामा चाहे जति समय पनि छुट्याउन सकौं। वास्तवमा यस्तो जिन्दगी नै स्वतन्त्र जिन्दगी हुन्छ। त्यसैले उनी भन्छन् अहिलेका युवाहरूले आफ्नो लक्ष्य समय र आर्थिक स्वतन्त्रता दुवै हासिल गर्ने राख्नुपर्छ। यसरी टाइम फ्रिडम र फाइनान्शियल फ्रिडम कसरी पाउन सकिन्छ त भन्ने विषयमा म केही बेरमा बताउने छु। त्यसभन्दा अगाडि कियोसाकीले आफ्नो किताबमा व्यक्त गरेका केही महत्त्वपूर्ण विचारहरूतिर लागौं। दर्शकवृन्द, किताबको शीर्षकैले भनेको छ कि रिच ड्याड एन्ड पुअर ड्याड भनेर। लेखकको भनाइ अनुसार उनका दुई बाबुहरू थिए। ती मध्ये गरिब बुवा उनका आफ्नै जन्म दिने बुवा थिए भने धनी बुवा भनेको उनको साथी माइकलका बुवा हुन् जसले उनलाई कसरी आर्थिक र समय स्वतन्त्रता पाउन सकिन्छ भनेर सिकाएका थिए। उनका बाबुले पढाइको हिसाबले हेर्ने हो भने पीएचडी गरेका थिए र कुनै कलेजमा पढाउने गर्थे तर उनी गरिब थिए। सधैँ उनको घरमा पैसाको अभाव भइरहन्थ्यो। अर्कातर्फ उनको साथीका बुवा 8 कक्षा मात्रै पढेका थिए। उनी बिजनेस गर्थे र धेरै धनी थिए। उनको घरमा कहिल्यै पनि पैसाको समस्या पर्दैन थियो। ती दुई बाबुहरूले लेखकलाई के कुरा सिकाउँथे र उनीहरूको जीवन कस्तो थियो भन्ने कुरामा किताब मुख्य गरी केन्द्रित रहेको छ। उनका गरिब बुवाले भन्ने गर्थे छोरा तिमी स्कुल जानुपर्छ ताकि तिमीले राम्रो जागिर खान पाउनेछौ। अर्कातर्फ धनी बुवाले भन्ने गर्थे बाबु तिमी स्कुल जानुपर्छ ताकि तिमीले धेरै भन्दा धेरै जागिरहरू निर्माण गर्न सक्नेछौ। गरिब बुवाले भन्ने गर्थे पैसा कमाउनको लागि काम गर्नुपर्छ। अर्कातर्फ धनी बुवाले भन्ने गर्थे पैसा कमाउनको लागि पैसालाई नै काममा लगाउनुपर्छ अर्थात् यस्तो बाटो पत्ता लगाउनुपर्छ ताकि पैसाले तिम्रो लागि काम गरोस्। उनका गरिब बुवा भन्ने गर्थे कि पैसाको मोह नै सबै कुकर्मको जड हो भने उता धनी बुवा भन्ने गर्थे कि पैसाको कमी हुनु नै सबै कुकर्मको जड हो। दर्शकवृन्द, अन्तिममा भयो के त? रबर्ट कियोसाकीका पीएचडी गरेका आफ्नै बाबु मर्ने बेलामा परिवारका लागि धेरै ऋण छोडेर गए भने धनी बुवा मर्ने बेलामा करोडौंको धन आफ्नो परिवारको सुरक्षाका लागि छोडेर गए। यसबाट लेखक के निष्कर्षमा पुगे भने उनका गरिब बुवा धेरै पढे लेखेका त थिए तर उनीसँग आर्थिक भिजन थिएन। तर उनका धनी बुवा धेरै पढा लेखा नभए पनि उनको फाइनान्शियल भिजन उत्कृष्ट थियो। यसर्थ उनले सधैँ धनको मामिलामा आफ्ना धनी बुवाको कुरा सुन्ने गर्थे।
दर्शकवृन्द, लेखकका अनुसार यो संसारमा जति पनि मानिसहरू छन् ती सबै सेल्सम्यान हुन् अर्थात् विक्रेता हुन्। आफ्नो भनाइलाई प्रस्ट्याउँदै उनी भन्छन्, एउटा कलाकारले आफ्नो कला बेचेको हुन्छ, मजदुरले आफ्नो श्रम बेचेको हुन्छ, राजनीतिक नेताले आफ्नो सपना, भिजन र आश्वासन बेचेको हुन्छ, धर्मगुरुले आफ्नो उपदेश बेचेको हुन्छ भने एउटा बिजनेसम्यानले आफ्नो आइडिया बेचेको हुन्छ। यसरी दुनियाँमा बिक्री नगरी कसैको पनि जीवन चल्न सक्दैन। यस्तैमा रबर्ट कियोसाकीले हाम्रो समाजमा काम गर्ने उमेर समूहका व्यक्तिहरूलाई 4 खण्डमा विभाजन गरेका छन्। यसलाई उनले ESBI थ्योरी भनेर नाम दिएका छन्। दर्शकवृन्द, यदि हामीले यो ESBI थ्योरी बुझ्यौं भने हाम्रो जीवनको फाइनान्शियल भिजन धेरै हदसम्म प्रष्ट हुन सक्छ र हामीले आर्थिक र समय दुवै स्वतन्त्रता प्राप्त गर्न सक्छौं। अब आउनुहोस् बुझौं के रहेछ यो ESBI थ्योरी भनेको। मैले यहाँहरूलाई अघि नै भनिसकेँ कि मानिसहरूलाई 4 भागमा विभाजन गर्न सकिन्छ, E, S, B र I भनेर। त्यसमध्ये पहिलो हो E बराबर इम्प्लोइ अर्थात् जागिर गर्नेहरू। यस वर्गमा पर्ने मानिसहरूले अरूको कम्पनी वा अफिसमा काम गर्ने गर्छन्। उनीहरू बिहानै उठ्छन्, साउको काममा जाने तयारी गर्छन्, दिनभरि मालिकको लागि काम गर्छन् र बेलुका थकित हुँदै घर फर्किन्छन्। यो वर्गका मानिसहरूको आय स्रोत भनेकै महिना सकिएपछि मिल्ने तलब मात्र हो। मालिकको लागि उनीहरूले चाहे जतिसुकै मेहनत किन नगरून्, मालिकले उनीहरूलाई कबुल गरेको तलब भन्दा कदापि धेरै पैसा दिँदैन। मालिकको लागि जति नाफा कमाइदिए पनि उसले उनीहरूलाई नाफाको हकदार बनाउँदैन। दिएछ भने अलिकति भत्ता देला, त्यो भन्दा अरू त दिँदैन। मालिकले काम गर्नेहरूलाई कहिल्यै उनीहरूको योग्यता अनुसारको तलब दिएको हुँदैन, बरु उनीहरूलाई त यसरी कम्पनीमा झुन्डाइएको हुन्छ कि जति तलब दिँदा उनीहरू कम्पनी छोडेर जाँदैनन् त्यति स्यालेरी दिएर उनीहरूलाई टिकाइएको हुन्छ। त्यति मात्र होइन, यी अर्थात् इम्प्लोइ वर्गका मानिसहरूसँग न त समयको स्वतन्त्रता हुन्छ न त पैसाको नै। जब उनीहरूलाई आफन्तको बिहेमा जानुपर्ने हुन्छ उनीहरूले मालिकको अनुमति लिनुपर्छ। जब छोराछोरी बिरामी हुन्छन् उनीहरू आफ्नो बिदा आफै लिन सक्दैनन्। यदि मालिकलाई खबरै नगरी बिदामा बचिहाल्यो भने जागिरै चैटुन बेर लाग्दैन। अर्को कुरा, सधैँ तलब मात्र बुझ्ने, कहिल्यै कम्पनीको नाफाको हकदार नभएको हुनाले यो वर्गका मानिसहरू कहिल्यै धनी हुन सक्दैनन्। तपाईले कुनै यस्तो बिलियनियर अर्थात् डलर अरबपति देख्नु भएको छ जो धनी भएको होस् तर अर्काकोमा जागिर गरेर? छैन। कियोसाकी भन्छन् कि कोही पनि व्यक्तिले जागिर गरेर पैसाको स्वतन्त्रता प्राप्त गर्न सक्दैन। अरु किन चाहियो र शब्द हेर्नुस् न, जा अनि गिर रे। आफ्नो सपना भुलेर अरूको सपना साकार पार्न गिर्ने कामलाई के भनिदो रहेछ? जागिर भनेर। अर्को शब्द हेर्नुस् त नखा, सबै मैले मात्रै खा, त नखा भन्छ मालिकले आफ्नोमा जागिर गर्नेहरूलाई। दर्शकवृन्द, यति भनिरहँदा कतिपय जागिर गर्ने मित्रहरूलाई रिस पनि उठेको होला, तर मलाई गाली नगर्नु होला। मैले तपाईलाई जागिर नै नगर्नुस् भनेको होइन। तपाईले अनुभवको लागि ठिक छ जागिर पनि गर्नुस्, तर सधैँभरि जागिर मात्र गरेर जीवन नबिताउनुहोस्। जागिर गर्दा सिकेका आइडिया र सिपले आफ्नो सपना पनि साकार पार्नुहोस्। दर्शकवृन्द, ESBI को दोस्रो खण्ड हो यस बराबर सेल्फ इम्प्लोइड अर्थात् स्वरोजगारहरू। यस वर्गमा पर्ने मान्छेहरू आफ्नो जागिर आफै बनाउँछन् र कम्तीमा आफूलाई जागिर दिन्छन्। जस्तै किराना पसल चलाउने पसले, क्लिनिक चलाउने डाक्टर, आफ्नै ल फर्म चलाउने कानुनी अधिवक्ता, साइबर क्याफे सञ्चालक आदि। यो वर्गका मानिसहरूसँग इम्प्लोइ वर्गका मानिसहरूसँग भन्दा केही बढी धन त होला, तर यिनीहरूसँग समय भने पटक्कै हुँदैन। छोरोको स्कुलमा कार्यक्रम छ, यसो जाउन भनेको पसल नै बन्द गर्नुपर्छ यिनीहरूलाई। यसो थाइल्यान्ड मलेसियातिर घुमेर आउँ भनेको आफ्नो क्लिनिक नै बन्द गरेर जानुपर्छ डाक्टरलाई। यसको अर्थ भयो कि आफू छ काम भयो, आफू छैन काम भएन। त्यति मात्र होइन, इम्प्लोइ वर्गकोले त बरु कुनै आर्थिक नोक्सानी भइहाल्यो भने पनि त्यो उसको मालिकले बेहोर्छ, तर यो सेल्फ इम्प्लोइडले त कुनै आर्थिक नोक्सानी भइहाल्यो भने पनि त्यो सबै आफ्नै टाउकोमा बेहोर्नुपर्छ। यसर्थ रबर्ट कियोसाकीले भन्छन् कि यो वर्गमा पनि न त भने जति समयको स्वतन्त्रता छ न त धन पैसाको नै।
दर्शकवृन्द, अब ESBI को अर्को वर्ग हो बी अर्थात बिजनेस। बिजनेस भनेको के हो त? कुनै आइडियालाई ग्राहकसम्म पुर्याउनको लागि निजी वा सामूहिक लगानीमा खोलिएको सिस्टमले चल्ने व्यापार। बिजनेस गर्नेहरूसँग समयको स्वतन्त्रता पनि हुन्छ, धन पैसाको स्वतन्त्रता पनि हुन्छ, किनकि बिजनेसमा सिस्टम हुन्छ। बिजनेसमा सिस्टमले काम गर्छ भनेको के हो त? आउनुहोस् बुझौं। दर्शकवृन्द, तपाईलाई वाइवाई चाउचाउको बारेमा त अवश्य थाहा छ होला। वाइवाई चाउचाउका मालिक विनोद चौधरीले आफ्नो कम्पनीमा सिस्टम बनाएका छन्। उनले त्यहाँ म्यानेजरहरू नियुक्त गरेका छन्, म्यानेजर भन्दा तल सब म्यानेजर नियुक्त गरेका छन्, त्यो भन्दा तल सुपरभाइजर, त्यो भन्दा पनि तल वर्करहरू। उनीहरूलाई आफ्नो आफ्नो काम तोकिएको छ र उनीहरू सबैले आफ्नो आफ्नो काम गरिरहन्छन्। तपाईले विनोद चौधरीलाई फ्याक्ट्रीमा चाउचाउ प्याक गर्दै गरेको देख्नु भएको छ? छैन। फ्याक्ट्रीमा मेसिन चलाउँदै गरेको देख्नु भएको छ? छैन। विनोद चौधरीले कहिल्यै कम्पनीमा कुचो लगाउँदै गरेको देख्नु भएको छ? अवश्य छैन होला। आज विनोद चौधरी फ्याक्ट्रीमा जान नपाएको हुनाले फ्याक्ट्रीको कामै रोकिएको छ भन्ने सुन्नु भएको छ? छैन। उनको अफिस चल्नको लागि उनी नै सधैँभरि त्यहाँ उपस्थित हुनुपर्छ भन्ने छैन। उनी त कहिले नेताको रूपमा भाषण गर्दै हिँडिरहेका हुन्छन्, कहिले किताब लेखिरहेका हुन्छन्, कहिले परिवारसँग देश विदेश घुमिरहेका हुन्छन्। उनको कम्पनीमा उनी नगए पनि अथवा उनको अनुपस्थितिमा पनि काम भइरहेको हुन्छ, त्यो पनि 24 घण्टा। किनकि उनले बिजनेस गरेका छन् र अघि नै मैले भने कि बिजनेसमा सिस्टमले काम गर्छ भनेर। तपाईलाई लाग्ला विनोद चौधरी त पहिल्यै धनी थिए र पो अहिले बिजनेस गर्न सके त, म त गरिब कहाँ बिजनेस गर्न सक्छु र। दर्शकवृन्द, तर म यहाँलाई स्मरण गराउन चाहन्छु कि के तपाईले भाडबटेनी सुपरमार्केटका मालिक मिन बहादुर गुरुङको नाम सुन्नु भएको छ? अवश्य सुन्नु भएको छ होला। उनले कुनै बेला नाङ्लोमा राखिएको पसलबाट सुरु गरेको व्यापार नै आज विशाल भाडबटेनी बन्न सफल भएको हो। यसर्थ बिजनेस गर्न धन भन्दा धेरै मेहनत, धैर्यता र भिजन चाहिन्छ। आज सिस्टमले नै उनको बिजनेस चलिरहेको छ। आज मिन बहादुर गुरुङसँग समयको स्वतन्त्रता पनि छ र धनको स्वतन्त्रता पनि छ। दर्शकवृन्द, अब आउनुहोस् ESBI को अन्तिम अक्षर आई तिर। आई को अर्थ हो इन्भेस्टमेन्ट। जब तपाईं बिजनेसमा सफल भएर मनग्गे धन पैसा कमाउनुहुन्छ तब तपाईले त्यसलाई ठूला ठूला आयोजनामा लगानी गर्न सक्नुहुन्छ। अब धनले तपाईका लागि काम गर्न सुरु गर्छ। त्यसैले त भनिएको हो कि धनी सधैँभरि धनी धनी बन्दै जान्छ भने गरिब सधैँ गरिब गरिब नै बन्दै जान्छ। किनकि धनीको लागि धनले नै काम गरिरहेको हुन्छ, उनीहरूले काम गर्दैनन्। दर्शकवृन्द, अन्तमा रबर्ट कियोसाकी भन्छन्, अहिलेका युवाहरूले ESBI को ई र यस अर्थात जागिर र स्वरोजगार भन्दा पनि आफ्नो जीवनको उद्देश्य बी र आई अर्थात बिजनेस गर्ने र इन्भेस्टमेन्ट गर्नेतिर आफ्नो लक्ष्य राख्नुपर्छ। यस्तो भयो भने बल्ल हामीले समय र अर्थको स्वतन्त्रता पाउँछौं।